हेलो गाइस, हाम्रो चाहिँ यहाँ गेट बनाउँदै हुनुहुन्छ। राम्रो भयो। यता चाहिँ एक किला। माथि भाटो बानेर त्यो ब्यानर बान्ने चलिरहेको छ जो हाम्रो यहाँ फुल बनाउने फेरि माला बनाउने कार्यक्रम होइन। डुगुको माला हो। म ल्याम खट ल्याम कपडाले बान्ने हुन्छ रातो कपडाले। तेल अलि माथि पेर्नु ठिक छ नि हाम्रो चाहिँ अब माला उन्ने काम चलिरहेको छ जन्तीको लागि। सबैजना यता चाहिँ हाम्रो डुबोको मालाको लागि रेडी गर्दै हुनुहुन्छ उसो भाउजूले। सही हो। के छ ठिक छ। यो हो तरिका। फेरि भिडियो बना चाहिँ भाउजू चाहिँ पर्नुभएको छ फेरि कति तपाईँले खानु भएन त? ए कान्छे यहाँ माथि बसेर खानु कि तल बस्नु भयो? ठिक छ। खाजा खाने टाइम भएको छ हाम्रो यति बेला होइन। सबैजना व्यस्त हुनुहुन्छ खाजा खानेमा। अब खानु है बिस्तारै। मैले खाँदा सरी खाली प्लेट हुन्थ्यो आज भरि देखाइदिएन। आज त भरि छ। जहिले सिद्धाउनु हुन्थ्यो होइन? जहिले पनि सिद्धेर बसेको हुन्थ्यो। ओके। यता अब बल्ल आउँदैछ हाम्रो खाजा। कति जानुको दिलले खाना राखेन खाजा अझै। त्यो दिलले पहिला आउनुपर्ने हो र। धुने कार्यक्रम चलिरहेको ठुलोवाला कि सानो यो सोनु हो र। यो सन्चै राम्रै आउनु नि होइन? हजुर हामी सबै राम्रै आयौँ। बल्ल सेलरोटी खाँदै हुनुहुन्छ होइन? नेपाली सेलरोटी। हाम्रो यता चाहिँ मासु काट्ने कार्यक्रम चलिरहेको छ ट्रक्क ल्याएर होइन। 150 किलोको सरदरमा काटिसक्यो। यो चाहिँ अर्को माला बनाएर अझै सिद्धेन है। माला बनाउँदा एक दिनभरि लाग्ने रहेछ पुरै। अहिले माला मात्रै होइन यहाँ फेरि हाम्रो अर्को पनि कार्यक्रम चलिरहेको। यहाँ के बनाउँदै हुन्छ भाउजू? कसर हो भाउजूको राम्रो हो यो। माइजू नै आउनुभयो हाम्रो जेठी माइजू। ए ठुलो दिदी आउनु हाम्रो ठुलो दिदी। दिदी र बहिनी यसै मौका पर्दा हो भेटुनी। एउटै गाउँका दिदी र बहिनी यसै मौका पर्दा हो भेटुनी। यसै मौका पर्दा हो भेटुनी।
यहाँ थियो सबजना रेडी भएर आइसकेको छ फोन गरेर सोध के हल्दी लगाउन मेहन्दी लगाउन खै मेहन्दी रे हा मेहन्दी मेरो नि होला कि दिउँसोदेखि चप्पली लैसेन हेलो रिजु बेबी यता हेर हाई मेहन्दी मेहन्दी र हल्दी गर्नु जान्दा खानु बेहुली त बल्ल आउँदैछ नि सब्जेर धज्जेर हेर कहिले खाएको कस्तो हाम्रो अब यति बेला यहाँ हल्दी सुरु भइसकेको छ यहाँ लाउँदै हुनुहुन्छ तपाईँले त फेरि यहाँ अझै भएन र पण्डित उतै गइसक्नु पर्छ रेडी भएर बस्नु पहिले ए माथिबाट देखाउँछ उता कार्यक्रम चलिरहेको छ हाम्रो यता खाजा खानपिन पनि बनाउँदैछौँ नि त हामी भोलि त आउँछ जति नि अलिक टेन्सन नहोला यो त के गरेको त्यहीबाट यार त्यही भयो नि यहाँ त पढेको यहाँबाट त हाम्रो मेहन्दी कार्यक्रम चलिरहेको छ यहाँ मेरो बहिनीको बिहेको सबैले हामीले पालो पालो मेहन्दी लगाइदिरहेका छौँ हाम्रो बहिनीलाई मम्मी बस्नुभएको छ साइडमा सब आफन्तजन दिदी बहिनीहरू सबैजना हुन्छ अङ्कल आन्टीहरू मामा माइतीहरू
चेहरा सजा के रखना चेहरा छुपा के रखना तेरी कुड़माई चौखट के बाहर क्या गए तेरी कुड़माई के दिन आ गए परदेस आ गए देश के चौबार तुझको भा गए